हाई गरिदिनु ल हिँड कहाँ घुमेर आउनुभयो फेवाताल केबुल कार पनि घुम्नुभयो उहाँले है हेलो सानो हाई गरिदिनु यता हान्नु न माथि त्यहाँ माथि टपमा गएर हामी बत्ती त आएको छैन जस्तो छ हो हामी रुममा आएको छौँ साथीहरू रुम पनि हाम्रो 3 तला माथि छ 3 होइन 4 तला माथि होइन त्यही डाँडामा गएर आएको हामी है त्यही त हो नि ओइ पोखराको दृश्य है दामी छ साथीहरू यो बहिनी छ नि अगाडि देखिनु भयो नि यो बहिनी चाहिँ रक्सी खाएर हिँडिरहेको थियो होइन यो पोखराको केबुल कारमा जाने बेला रक्सी खाएर टिल पारामा हिँडेको थियो कि अनि हामी केबुल कार चढ्यौँ केबुल कार चढिसकेर ट्याक्कै त्यहाँबाट निस्क्यौँ होइन निस्किसकेपछि अब हामी रुमतिर जानुपर्छ भन्ने भयो त्यसपछि हामी ट्याक्क रुममा आइदियौँ रुममा आइसकेपछि एउटा दाइ हामीसँग केबुल कारमा बस्नेलाई ट्याक्क दाइ पनि भेटिनु भएको थियो त्यहाँ माथि केबुल कारमा भिडियो सिडियो बनाइदिनु भएको थियो दाइले होइन दाइलाई ट्याक्क भन्नु ल दाइ हामी चाहिँ गयौँ है भनेर मैले दाइले ओके भाइ भन्नु हो दाइ ल ओके ओके भाइ साथीहरू अनि दाइले बाई बाई भनिसकेपछि हामी ट्याक्कै निस्क्यौँ है माथि केबुल कार यो अन्नपूर्ण साइड हो अन्नपूर्ण केबुल कारबाट ट्याक्कै निस्क्यौँ र हामी फेवाताल छ नि फेवाताल साइडतिर हुँदै आयौँ होइन यो त गाउँ यस्तो दामी रहेछ साथीहरू केराबारी तल होइन फेवातालदेखि लिएर लेक साइड पुरै देखिने बब्बाल दामी लाग्यो मलाई चाहिँ पोखरा चाहिँ यस्तो वान पिस छ कि पोखरा इज भेरी ब्युटिफुल के खतरा कि हेर्नु न अनि हामी ट्याक्कै सानो हाइवे थियो सानो हाइवेमा निस्क्यौँ सानो हाइवेबाट माथिको त्यो छ नि त्यो डाँडोभन्दा उतापट्टि हामी बस्ने होटल थियो होइन त्यो डाँडोभन्दा उतापट्टि समथिङ 15-20 मिनट लाग्थ्यो हामी त्यहाँदेखि त्यहाँ जान अनि गइसकेपछि ट्याक्क पारेर पोखराको लेक साइड पनि घुम्यौँ है त्यसपछि गयौँ हामी यस्तो दामी अनि फेरि यतातिर अलिक गाडीहरू जस्तो भयो त्यस्तै चलाइदिनु रहेछ क्या आफ्नो बाटो अर्को बाटो नहुने काठमाडौँको जस्तो नहुने रहेछ साथीहरू अनि हामी गयौँ एकदम रमाइलो थियो रमाइलो भयो अन्नपूर्ण केबुल कार चढ्यौँ त्यसपछि ट्याक्क यो फेवाताल हुन्छ नि आहा पोखराको फेवाताल त साथीहरू बब्बाल दामी यस्तो दामी देखिन्थ्यो झन् यहाँदेखि हेर्नु कस्तो दामी यहाँ पोखराको फेवाताल साइडमा पुरै रोडहरू हिँडिरहेको होइन पुरै पोखराको फेवातालको भ्यू हेर्दै हिँड्न पाउँदा क्या मजा हुन्छ साथी स्वर्गै पुगे जस्तो हुन्छ यार अनि हामी अनि मेन बजारमा छिर्यौँ है साथीहरू मेन बजारमा छिरिसकेपछि बब्बाल दामी छ काठमाडौँको त्यो हुन्छ नि उता ठमेल साइडतिर माथि लगाएको हुन्छ नि त्यस्तै ट्याक्क लगाएको थियो ड्याङ्गै मेन बजारमा छिर्यौँ यो के चोक छ भने साथीहरू त्यहाँ हलन चोक भन्ने छ हलन चोकतिर छिर्यौँ हामी अनि हलन चोक हेर्नु न दामी माथि यस्तो दामी लगाएको छ ल हेर्नु न यस्तो ल हेर्नु त साथीहरू माथि बबाल दामी लगाएको छ हेर्दै जानुहोस् है तपाईँहरूले अनि गाडी सुई गइरहेको थियो त्यो घाँसगुज हालिरहेको थियो मैले पनि होइन बबालसँग हालिदिरहेको थिएँ अनि दामी ठाउँ आयो बबाल दामी त्यो हुन्छ नि त्यो बौद्धिस्टहरूले लगाएको हुन्छ नि माथि कि साथीहरू त्यस्तो खाले लगाएको रोडको माथि होइन दामी लाग्यो मलाई बब्बाल दामी लाग्यो साथीहरू अनि पोखराको अब हेर्नु माथि कस्तो दामी लगाएको छ ल हेर्नु न आहा दामी छ अनि पोखराको ड्याक्क पारेर हामी कहाँ निस्क्यौँ साथीहरू थाहा छ हलन चोकमा निस्किसकेपछि त्यो चोकबाट हामी सुत्तै मेन हाइवेमा निस्किन हामीलाई यहाँदेखि 2 मिनट लाग्थ्यो साथीहरू होइन 2 मिनट लाग्थ्यो यो दामी माथिको भ्यू हेर्दै हिँडिरहेको थियौँ हामीले मैले भिडियो बनाउँदै हिँडिरहेको थिएँ सानो पछाडि बस्नुमा थियो मजासँग होइन अनि ट्याक्कै हामी हलन चोक निस्किसकेपछि हलन चोकबाट ट्याक्कै बायाँ साइड घुम्यौँ बायाँ साइडबाट सुई पारेर हामी सिधै कहाँ माथि रुममा आयौँ है साथीहरू